हेलो साथीहरू, म चाहिँ अब स्कुलबाट आएर आज चाहिँ जाडो छ, जम्पर पनि थन्काइसकेको झिकेर लगाएँ। अन्त म चाहिँ आज चाहिँ भेन्डीको बिरुवा लिएर आएको छु। भेन्डीको बिरुवा रोप्नु गएको बारीमा। अलिक पानी पनि पर्दैछ, बारी चाहिँ अलिक गिलिक गिलिक भएको छ र पनि रोपिरहेको छु भनेर आएको। बारी चाहिँ यस्तो छ, अस्ति भेन्डी रोपेको ठाउँमा चाहिँ राम्रोसँग उम्रेको थिएन, एउटा छ। अब यहाँकै झाडु खोलेर म चाहिँ यहीँनिर बिरुवा थप्ने छु। यति छ बिरुवा, यसलाई रोप्ने छु। झारहरू चाहिँ यत्रो पानी परिरहेको छ र पनि चुटिन्छ हौ, उखाल्दाखेरि फुट उक्लिन नि चुटिन्छ पो त यसरी। भेन्डी रोपेको साथीहरू मैले चाहिँ खन्यो भने चाहिँ सबै हिलो हुन्छ। अहिले अस्ति नउम्रेको ठाउँमै फेरि टोड्का बनाएर चाहिँ यहीँ रोपिदिने। यहाँ चाहिँ बिरुवा छ मेरो, अघि बनाएको टोड्कामा चाहिँ यसरी भेन्डी हाल्नुपर्छ, छिटो जाग्छ यसरी रोपेको चाहिँ। अब चाहिँ मैले भेन्डी रोपिसकेँ, बिरुवा सारिसकेँ। मेरो चाहिँ भेन्डी रोपाइ चाहिँ अलिकति अप्ठ्यारो छ। कस्तो लाग्यो भन्नुहोस् ल साथीहरू। आजको मौसम चाहिँ यस्तो छ है, पानी पर्दै गरेको, सिम पर्दै गरेको, अँध्यारो हुनु लागेको यस्तो छ।